सो आइसकेपछि तपाईँको नारायण वेलकम ब्याक टु माई अनदर न्यू भिडियोमा। सो आज तपाईँहरूको लागि मैले न्यू नेपाली मुभीहरू कभरेज लिएर आइसकेको छु। सो जो कसैले पनि युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने उहाँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गर्नुहोला। यसरी गर्ने नयाँ नयाँ मुभी जहिले पनि आउँछ म तपाईँहरूलाई अफिसियली तपाईँहरूलाई भन्ने गरिरहेको छु। र आज निकै नै धेरै मुभी रहेको छ। सो दसैँको स्पेसल भएको हुनाले मुभीहरू धेरै आइरहेको छ। सो तपाईँहरूलाई म मुभी कभरेज दिने गरिरहेको छु। सो नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गर्न नबिर्सिनु होला। सो आजको भिडियो चाहिँ स्टार्ट गरौँ है त। सो पहिलो मुभी रहेको छ ओल्ड इज गोल्ड भन् जस्तै नेपाली मुभी जो राजेश हमाल महानायक राजेश हमालजीले गरेको छ। यो मुभीको नाम रहेको छ खानदान। यो मुभी चाहिँ अलरेडी अभाइलेबल भएको छ ओएसआ यो मुभीको युट्युब च्यानलमा, जो तपाईँले गएर आरामले हेर्न सक्नुहुन्छ भने। दोस्रो मुभी रहेको छ तिम्रो मेरो साथ, जो अलरेडी ओएसआ डिजिटल युट्युब च्यानल मार्फत तपाईँले यो मुभी पनि हेर्न सक्नुहुन्छ। आरामले तपाईँले गएर ओएसआ युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मुभी अलरेडी अभाइलेबल भइसकेको छ। तिम्रो मेरो साथ 3 दिन अगाडि अपलोड भएको थियो। मसँग टाइमिङ नभएको हुनाले म तपाईँहरूलाई चाहिँ यो मुभीको बारेमा बताउन सकेको थिइनँ। त्यसै गरी हिस्टोरिकल नेपाली मुभी जो नेपाली ऐतिहासिक जो ट्रु स्टोरीमा बेस रहेको मुभी नालापानी पनि तपाईँले अब फ्रीमा युट्युबमा हेर्न सक्नुहुन्छ। बुढासोबर डिजिटल युट्युब च्यानल मार्फतबाट यो मुभी पनि तपाईँले मजाले फ्रीमा हेर्न सक्नुहुन्छ। 6 दिन अगाडि मुभी अपलोड भइसकेको छ भने धेरैजनाले हेरिसक्नु भएको छ, र कसले हेर्नु भएको छैन उहाँले गएर पनि मुभी हेर्न सक्नुहुन्छ है त। सो अर्को मुभी रहेको छ अपकमिङ मुभी जो फुलपातीको दिन बुढासोबर डिजिटलबाट आउन गइरहेको छ। त्यसको मुभीको नाम रहेको छ यो मुभीको नाम रहेको छ दुखी आत्मा। यो अलरेडी 23 साल रिलिज भएको थियो भने यो मुभी चाहिँ त्यति राम्रो हुन सकेको थिएन। एडल्ट कन्टेन्टको हिसाबले बनाएको मुभी थियो भने यो दुखी आत्मा तपाईँले फुलपातीको दिन बुढासोबर डिजिटल युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ। यहाँ कमिङ सुन छ, तर मैले यसको रिलिज डेट थाहा पाइसकेको छु। फुलपातीको दिन यो मुभी तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ है त। यो मुभी तपाईँहरूले बुढासोबर डिजिटल युट्युब च्यानलबाट मजाले फ्रीमा हेर्न सक्नुहुन्छ है त। सो अरू पनि धेरै नै मुभीहरू आउन गइरहेको छ, र मसँग कन्फर्म रिलिज डेट रहेको मुभीहरूको बारेमा बताइरहेको छु। अरू रहेको छ एक्सक्लुजिभ न्युजहरू रहेको छ। सो तपाईँहरूले सिनेमाघर एप डाउनलोड गर्नुभएको छ नि भर्खरै गएर डाउनलोड गर्न सक्नुहुन्छ त्यसमा, किनभने धेरै नै नेपाली मुभीहरू अलरेडी अभाइलेबल भइसकेको छ भने एमएसएम भिडियोमा मायाबु मुभी रिलिज भइसकेको छ। किनभने त्यो एप ओपन गर्दाखेरि चाहिँ देखाउन गएको छैन। तपाईँहरूले पनि अलरेडी एमएसएम भिडियो को फेसबुकमा गएर तपाईँले थाहा पाइसक्नु भएको छ भने। त्यस्तै गरेर एक्टर टेक 1 पनि तपाईँको फुलपातीको दिनै एमएसएम भिडियोमा हेर्न सक्नुहुन्छ। त्यसमा तपाईँहरूले 699 रुपिजमा हेर्न सक्नुहुन्छ भने 699 मा हेर्न सक्नुहुन्छ भने रुपिस तिरेर, या फिर तपाईँहरूले राम्रो सजिलो हिसाब मेरो हिसाबले भन्नुपर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ 3299 मा यानि कि 3000 रुपियाँको 3 मन्थ सब्सक्रिप्सन लिएर तपाईँले मजाले नयाँ नयाँ मुभी हेर्न सक्नुहुन्छ त्यसमा। किनभने अरू पनि मुभी आउन गइरहेको छ, र मसँग एक्सक्लुजिभ न्युज रहेको छ 12 गाउँ मुभीको, जो ओटिटीमा अहिलेसम्म आएको छैन। सबैले त्यो मुभी पर्खेर बस्नु भएको छ। सो त्यो मुभी पनि तपाईँले अब चाहिँ तिहारको अवसरमा त्यो मुभी तपाईँले 101% एमएसएम ओटिटी मार्फत हेर्न सक्नुहुन्छ भने त्यसपछि गएर तपाईँलाई केही महिनाभित्र चाहिँ त्यो मुभी चाहिँ बुढासोबर डिजिटल युट्युब च्यानल मार्फतबाट तपाईँले हेर्न सक्नुहुन्छ। किनभने त्यो मुभी एकदम हिट भएको थियो भने त्यो मुभी चाहिँ छिटो युट्युबमा आउन सक्दैन, असम्भव पनि हो। त्यसै गरी अब तपाईँलाई सिनेमाघरतिरको लिएर जाऊँ भने सिनेमाघरमा निकै नै धेरै मुभी आइसकेको छ। तपाईँले पनि हेर्न सक्नुहुन्छ। यहाँ निकै नै धेरै भने मतलब निकै नै धेरै मुभी आइसकेको छ। पहिलो मुभी रहेको छ तपाईँको गाउँ आएको बाटो, जो यो पनि गएको साल रिलिज भएको थियो भने बक्स अफिसमा त्यति राम्रो कमाल गरेको थियो नि, र दयाङ दाईको फ्यानहरूको लागि यो पनि तपाईँले हेर्न सक्नुहुन्छ भने। र त्यसपछि गएर कुलु भएको एक्टिङ गरेको मुभी सबैले हेर्न पर्ने होस्टेल 3, यो मुभी पनि तपाईँले सिनेमाघरमा मजाले फ्रीमा हेर्न सक्नुहुन्छ। तपाईँले यहाँ देखिसक्नु भएको छ नाउ प्लेइङ भइसकेको छ भने यो मुभी भयो। र प्रसाद 2 पनि तपाईँले हेर्न सक्नुहुन्छ। र त्यसपछि गएर एकदम सबैले मन पराइदिनु भएको प्रदीप खड्काको फिल्म पिताम्बर पनि सिनेमाघर एपमा अलरेडी अपलोड भइसकेको छ। तपाईँले पनि मुभी गएर आरामले इजिली हेर्न सक्नुहुन्छ। र रेशम फिलिली जो कमेडी मुभी रहेको छ, यो मुभी पनि तपाईँको सिनेमाघर एपमा अलरेडी अभाइलेबल भइसकेको छ। प्लिज जसले तपाईँले सिनेमाघर एप डाउनलोड गर्नुभएको छैन उहाँहरूले गएर इजिली यो मुभी
डाउनलोड गर्नुहोस् सिनेमा घर र त्यसपछि यो मुभी इन्जोय गर्न सक्नुहुन्छ। र मैले पहिले तपाईँहरूलाई भनिसकेको छु कसरी तपाईँले यो मुभी हेर्न सक्नुहुन्छ भनेर। कसरी तपाईँले हेर्न सक्नुहुन्छ, तपाईँले सर्वप्रथम दिनमा 100 कोइन एड गर्नुहोस् र पर डेको 2 कोइन बोनस एड गरेर तपाईँले 200 कोइनमा एउटा मुभी हेर्न सक्नुहुन्छ भने। र हेर्ने तरिका पनि सजिलै रहेको छ। यहाँ गएर तपाईँले कोइन या फिर $1.99 तपाईँले यो मुभी इजिली हेर्न सक्नुहुन्छ। र तपाईँले यो मुभी हेर्न चाहनुहुन्छ भने अहिले नै गएर यो मुभी तपाईँले हेर्न सक्नुहुन्छ, किनभने एकदम राम्रो मुभी रहेको छ। अरू पनि धेरै नै अपडेटहरू रहेको छ, तर तपाईँहरूलाई यो मुभीहरूको बारेमा अपडेट पछि गएर जानकारी दिनुपर्छ, किनभने एकैचोटि सबै मुभीको अपडेट कि त भिडियो लामो हुनेछ। र त्यति नै हो। र सबैले मन पराइदिनु भएको छ भने हेर्न सक्नुहुन्छ। मेन भनेको तपाईँहरूले हेर्न पर्ने भनेको पीताम्बर र होस्टेल 3 रहेको छ। यो दुईवटा मुभी तपाईँहरूले अहिले नै भर्खरै गएर सिनेमा घरमा एपमा गएर हेर्न सक्नुहुन्छ। यति भन्दै म यो भिडियो यहीँ टुङ्गाउन चाहन्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। लाइक एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि मेन रहेको छ MSM भिडियो। तपाईँले कसैले पनि डाउनलोड गर्नुभएको छ भने प्लिज गएर डाउनलोड गरिदिनु होला, किनकि नेपाली मुभीहरू धेरै लामोसम्म तपाईँको युट्युबको वेबमा बस्नुहुन्छ या फिर तपाईँहरूले पर्खेर बस्नुहुन्छ, त्यो पोसिबल हुन। र तपाईँले MSM भिडियोलाई सपोर्ट गर्नुभयो भने 2 महिना 2.5 महिनाभित्र नयाँ मुभीहरू इजिली OTTमा आउँछ र तपाईँले आरामले हेर्न सक्नुहुन्छ। यति भन्दै म यो भिडियो टुङ्गाउन चाहन्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि यो मेरो ब्याकग्राउन्डमा आइरहेको यसलाई पनि इग्नोर गरिदिनु होला, किनकि म बाहिर बसेर भिडियो बनाइरहेको छु, मसँग टाइमिङ नभएर। र यति भन्दै म भिडियो टुङ्गाउन चाहन्छु। थ्याङ्क्स फर वाचिङ द भिडियो। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई, टेक केयर गाइज।